लेडिज र उहाँ पनि मर्नु भएछ भनेपछि यो मृत्यु 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 के हो त्यो कुरामा तनाव भइरहेछ र मान्छे पटक पटक मर्न खोज्दैछ र पटक पटक अरूलाई मार्न खोज्दो रहेछ क्या तर मान्छेको जीवन मृत्यु भनेको चाहिँ छैटौँमा लेखेको हुनेछ उसले चाहिँ माथिबाट नै भगवान्ले दिएर पठाउँदैछ कसैले मार्छु भन्दैमा त्यो मर्दैन रहेछ र आफै मर्छु भन्दा पनि त्यो मर्न सकिँदैन रहेछ क्या नमस्ते म नेपाली ब्रो नेपालमा के भएको होला है कस्तो तनाव अब अर्काको सम्पत्तिमा किन लोभ गर्नु अर्कालाई किन के अरे बनावटी कुरा लाएर फसाउनु अथवा अर्कालाई किन जिउन नदिनु हुन त अब मेरो पनि धेरै कहानी छ मेरो त कुरा नगर्नु मेरो त सबै कुरा भइसक्यो मेरो त मेरो हातबाट कोही एउटा कमी पनि नबरोस् र कसैले मलाई पनि मार्ने कोसिस नगर भन्न चाहन्छु पशुपति भगवान् गणेश भगवान्सम्म कृपालाई रक्षा गर्न चाहन्छु मेरो विषयमा होइन यो त्यही भएर के भन्न चाहन्छु भने हिजो भर्खरै चाहिँ तपाईँको एउटा जमदार हाम्रो आर्मी जमदारहरूलाई बाउले नै मार्यो कोहीले स्वास्नीले के अरे लुङले मार्छ कोहीले बाउले बच्चा मार्छ कोहीले चाहिँ प्रेमीलाई मार्छ यस्तो कुराहरूले चाहिँ अहिले चाहिँ मलाई चाहिँ कस्तो टेन्सन हुन थाल्यो क्या रातभरि निद्रा लाग्दैन यो देशमा किन यस्तो भइरहेछ के फल नभइकन त त्यसरी अर्काको ज्यान लिन सक्दैन होला नि त त्यही भएर प्रभु मेरो हातबाट चाहिँ कसैको ज्यान नगोस् र कसैले पनि मलाई चाहिँ ज्यान नबारोस् सम्बन्ध मिल्दैन विचार मिल्दैन छुटेर बसौँ र कसैको सम्पत्तिमा लोभ पनि नगरौँ भन्न चाहन्छु र यस्ता कुराहरू सुन्दाखेरि मलाई चाहिँ आफै डिप्रेसन हो कि जस्तो फिल हुन्छ त्यही भएर नेपाल सरकारलाई के भन्न चाहन्छु भने कानुन संशोधन गर्ने हो कि रोजगार दिने हो कि यस्ता खराब व्यक्तिहरूलाई चाहिँ कानुनको कठघरामा ल्याउने हो कि सबै कुरा गरेर बालन सरकारलाई के भन्न चाहन्छु भने यो एक बारको जिन्दगीमा पाएको जिन्दगीलाई मृत्युमा परिणत गर्न नदिनुहोस् सरकार भन्न चाहन्छु र कसैले चाहेर म मर्छु भने पनि मर्न सकिँदैन रहेछ र कसैलाई म मार्छु भन्दा नि त्यो सम्भव रहन्छ यो कुराहरू चाहिँ म आफूले नै सामाजिक सन्दर्भमा देखिरहेको छु त्यही भएर गणेश भगवान्ले सबैलाई रक्षा गरोस् र एक बारको जिन्दगीमा एक बार जन्मिनु छ कसैलाई नफसाउँ कसैको सम्पत्तिमा लोभ नगरौँ आफै मै जस्तो 24 घण्टामा 22 घण्टा काम गरौँ हेर्नुहोस् मैले खान्छु घुम्छु त्यो अर्काको पैसामा होइन गाइस म आफै दुःख गरिरहन्छु यसरी दुःखहरू कसैले नफसाउँ त्यो नै म तपाईँलाई चाहिँ एउटा सन्देश दिन चाहन्छु हेर्नुहोस् त नेपालमा मृत्यु 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 उहाँ 80 साल 5 खालमा